देख्न सक्नुहुन्छ दर्शकबिन यो बनाउ बजार हो है। यहाँ चाहिँ बाटोहरू पिच एकदम राम्रो छ। यहाँ बस्नको लागि होटलहरूको व्यवस्था छ। तपाईहरु साथीहरुसँग घुम्नको लागि अथवा कुनै प्रक्रियागत रूपमा आउनको लागि सहज छ। यहाँ बस्ने व्यवस्था राम्रो व्यवस्था छ। आएर एकचोटी भिजिट गरेर जानु होला है। हामी चाहिँ बनाउमा छौं र यो हो गन्नु ब्लग्सको उल्टो भिडियो जहाँ चाहिँ हामी अगाडि हिँडेछ र पछाडि भिडियो खिचेको छ। ओ परबाट आइराख्नु भएको डियोमा हाम्रो गौतम पौडेलजी हुनुहुन्छ, जसलाई हेलमेट सेलमेट केही पनि चाहिँदैन। ओइ केटाहरूले कहाँ लगे? ओइ उहाँ हुनुहुन्छ हाम्रो गौतम पौडेलजी। गण्डकी 4 14 46 58 चढ्नु भएको छ। के छ ब्लगर? आजको इन्ट्रो दिनै भुल्दैछ ल। आजको इन्ट्रो दिन भुल्दैछ कि। गुड आफ्टरनुन एभ्रिवन, दिस इज गन्नु ब्लग्स, गणेश गौतम फ्रम गन्नु ब्लग्स एन्ड वेलकम टु माई ब्लग। र आज हामी चाहिँ पर्वतको बनाउ भन्ने ठाउँबाट स्टार्ट गरेको छौँ र पर्वतको कुस्मा भन्ने सदरमुकाममा जाँदैछौँ। ल ठाउँहरू यस्तो दामी छ, यस्तो दामी आकाश पनि यस्तो दामी आएको छ नि, सही दामी आएको छ। साइड हेर्नु यो यता यो परको बस्ती चाहिँ यो बस्तीहरूको चाहिँ बागलुङको बजार भयो भने हामी फेरि ब्याक टु के अरे गौतम पौडेलजी। हाम्रो गौतमजीले चाहिँ सधैँ सधैँ भन्ने गीत गाइराख्नु भएको छ। रचे हजुरहरूलाई ल अब चाहिँ म बागलुङको दृश्य देखाउन गइरहेको छु। अलि घामको किरणले गर्दाखेरि चाहिँ एन्टी लाइट परेको भएर यो सिन्धुलीलाई टक्कर हान्ने बाटो देखिएको छ। सिन्धुलीको बाटो दामी छ, यो पनि दामी छ, तर पिचको क्वालिटी चाहिँ अलि मिल्दैन। बाटो चाहिँ त मिल्छ, उस्तै टर्निङ। हामी फेरि ब्याक टु गौतमजी। केटाहरूले कुदायो भने पो मेरो होस उठ्छ। हाम्रो हिरोको इन्ट्री भइसक्यो। ल हाम्रो गौतमजीले स्टोन देखाउँदै हुनुहुन्छ डियोमा। र हाम्रो गौतमजीको रेकर्ड के को रहेको छ भने जहिले पनि स्कुटरमा चाहिँ एक न एक ठाउँ फाल्नुहुन्छ, त्यो चाहिँ अवश्य हो। र
र यो पालि चाहिँ फाल्नुहुन्न कि भन्ने आशा राखेको छौँ हामीले। एउटा टर्न रहेछ यार। त्यही माथिको ठाउँ चाहिँ पुग्नु हो, त्यहाँबाट झरिसकेको छ हामी र अहिले धेरै तल आइसकेको छ। अहिले हाम्रो केही तल पुगेपछि हाम्रो गन्नु भ्लग्स भनेको चाहिँ के अरे टाउनबाटै के अरे अघि यहाँनिर हामीले चाहिँ कालिज देखेको थियो। हामी भनेको कालिज पहिले भाग्यो, हामीलाई देख्न साथ कालिज पनि लजायो, हामी पनि लजायौँ। दुइटै एकातिर हिँड्यौँ, कालिज र हामी दुइटै लजायौँ। त्यही भएर दुवै आफ्नो ठाउँ गइयो। टेक्निक कहाँ हो यार? ओइ केटाहरूले मेरो होस उडाउन लागेको छन्। ओइ सुस्त चलाउनु बे। हाम्रो लागि बाटो चाहिँदैन। बाटो किन बनाएको सरकार? हामी बाटोमा हिँड्ने मान्छे होइन। ल हामी डिलमा आएको छौँ। केटाहरूले डाइ खाने अरे यहाँ पर देखिएको त्यो हाइड्रो पावरको चाहिँ सब स्टेसन हो, जुन चाहिँ बेनी पर्वतको सदरमुकाम कुस्मा बजार र यताबाट आउँदै जाँदाखेरि हामी यता पश्चिमतिर लाग्दै जाने हो भने चाहिँ हाम्रो बागलुङ बजारको बागलुङ जिल्लाको बागलुङ बजार चाहिँ भेटिन्छ, जहाँ चाहिँ होइन बागलुङ जिल्लाको बागलुङ बजार भेटिँदैछ। यहाँ चाहिँ घामले गर्दाखेरि एन्टी लाइट परेको कारण चाहिँ खासै भिडियो राम्रो आउँदो रहेनछ, त्यसैले म अहिले भिडियो नबनाएको। यहाँबाट हन्टिङ जङ्गलमा हन्टिङ हान्न हिँडेको छ, के को हन्टिङ थाहा छैन। अहिलेलाई पज गरौँ, ब्रेकपछि भेटौँला। Gotta find my way to you, even though you're next to me. No matter what I do, your heart is drifting out of reach. Head on the water, I'm swimming. Hello guys, this is Gannu Vlogs. Do subscribe the YouTube channel Gannu Vlogs. अनि लाइक शेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै आजको लागि बिदा हुन चाहन्छु। Thank you for watching.